श्रोतागण र दर्शकहरू, वेलकम टु माई सो एनआरए नेता चौक। स्पेसली एनआरए नेता चौक भनेको इट्स लाइक नन रेजिडेन्ट नेपाली लिडरसिप स्क्वायर। अब यसमा चाहिँ हामीले एनआरएनहरू विश्वभरि छरिएर बसेका छन्। आज मेरो स्पेसल गेस्ट हुनुहुन्छ परममित्र, हामीसँगै अस्कलबाट पढेको र आज जीवनको यात्रामा उहाँ चाहिँ युरोपियन युनियनको स्विडेनमा हुनुहुन्छ, डाक्टर ब्रिजेश मैनाली। वेलकम टु माई सो। हाउ आर यू सर? नमस्कार। सब ठिक छ यार, चल्दैछ। ए ओके ओके, असम। अहिले के यो स्विडेनमा एकदम विन्टरको टाइम हो, यो एकदम चिसो छ। हाउ इज द विन्टर? चिसो छ अहिले, टेम्परेचर -10-12 छ अहिले। ओके ओके, तर घरभित्र चाहिँ सबै ठिकै छ, त्यही हो। ए आई सी। सो ओभरअल हाउ डु यु लाइक द नर्डिकमा त एकदम चिसो। अब अमेरिकाको इस्ट कोस्टतिर त यहाँ एकदम चिसो भएर म चाहिँ क्यालिफोर्नियामा एकदम न्यानो ठाउँमा बस्छु। बट हाउ डु यु, बिङ फ्रम नेपाल, हाउ डु यु लाइक द कोल्ड वेदर? ठिक छ। यस्तो सुरुमा आउँदाखेरि एडप्ट गर्न अलिकति गाह्रो हुन्छ, पछि चाहिँ युज टु हुन्छ लाइफ। अनि अब खास भन्ने हो भने एक्सपोजर टाइम कम हुन्छ नि त। मेनली त अब हिटिङ सिस्टम सबै ठाउँमा छ। अब चाहिँ अब ऊहरू भने पब्लिक ट्रान्सपोर्ट हिटेड हुन्छ, कारहरू हिटेड भइहाल्छ। बस्ने घरभित्र हिटिङ सिस्टम राम्रै हुन्छ, एराउन्ड 20 डिग्री सेन्टिग्रेड मेन्टेन गरेकै हुन्छ। त्यसपछि अफिसहरू सबै हिटेड हुन्छ। अब जाने सपिङ मलहरू सबै हिटिङ हुन्छ। खास एक्सपोजर टाइम कम भएको त्यति धेरै चाहिँ हुँदैन। अब सुरुमा त्यही पनि अब हामी नेपालबाट आउँदाखेरि चाहिँ त्यो चिसोले त स्वाभाविकै हो। So okay, so let's start your journey in European Union. So basically हामी चाहिँ नेपाल छोड्दाखेरि यो नेपालमा खास बोधल त्यति बेला नै आएको हो। हामी पनि बाहिर गयौँ र नेपालमा विभिन्न राजनीतिक चेन्जहरू भए। So now you know I left for China and the Middle East, and then came to America. You went to India, and then could you briefly introduce your journey of how you end up in this university and what is professionally you are doing, and you अलिकति तपाईको यात्राको बारेमा हाम्रो यो दर्शकहरूलाई अलिकति सेयर गरिदिनुहोस् न। हामी त्यही अस्कलपछि म चाहिँ इन्डियामा इलेक्ट्रिकल इन्जिनियरिङ गर्न गएँ, सुरत गुजरातमा। त्यसपछि फर्केर आएपछि केही समय नेपालमै काम गरेर फेरि मास्टर्स गर्न म स्विडेन आएँ, स्टकहोम। अनि मास्टर्स फेरि मैले सस्टेनेबल इनर्जी इन्जिनियरिङमा मास्टर्स गरेर फेरि फर्केर नेपालमा चाहिँ नै केही गर्नुपर्छ भन्ने हिसाब लागेर त्यो बेला अलिकति फेरि फर्केर गएँ। म 2008सम्म चाहिँ नेपालमै बसेँ म। अनि त्यसपछि 8बाट चाहिँ फेरि पिएचडी गर्ने सिलसिलामा फेरि स्विडेनै आएको। अनि मैले त्यही सस्टेनेबल इनर्जी इन्जिनियरिङमा मैले चाहिँ आफ्नो विद्यावारिधि गरेँ। त्यसपछि म युनिभर्सिटीमै काम गरेँ। अहिले चाहिँ म इनर्जी सस्टेनेबिलिटीको चाहिँ एसोसिएट प्रोफेसर छु, लिनेस युनिभर्सिटीमा काम गर्छु अहिले। Awesome. So what is your sustainability-मा इजिली यो त्यसको यो मेन चाहिँ के पावर्स रिलेटेड हो कि what is really, could you, हामी धेरै जस्तै यो दर्शकहरुमा maybe they don't know the details, what is like, could you describe a little bit about the what you really do? अब अहिले मैले हेरिरहेको चाहिँ सस्टेनेबिलिटीका डिफ्रेन्ट डाइमेन्सनहरू चाहिन्छन् होइन। चाहिँ अब अहिले गोलै पनि 17वटा चाहिँ एसडिजीका गोलहरू छन्। अब मेरो मेन फोकस चाहिँ इनर्जी चाहिँ मेन फोकस भयो। अहिले चाहिँ म अब मैले पिएचडी गर्ने बेला चाहिँ डेभलपिङ कन्ट्रिजको सस्टेनेबिलिटीको एसेसमेन्टहरू गरेको थिएँ। रिलेटिभली चाहिँ इनर्जी सस्टेनेबिलिटीहरूको चाहिँ एसेसमेन्ट गरेको थिएँ। भने अहिले म चाहिँ मेरो फोकस चाहिँ मोर अन इनर्जी इफिसियन्सी इन द बिल्डिङ्स। र अहिले चाहिँ अब क्लाइमेट चेन्ज हुँदैछ। क्लाइमेट चेन्ज हुँदाखेरि चाहिँ अब भन्ने युरोपमा पनि थुप्रै घरहरू चाहिँ 70s भन्दा अगाडि बनाएका घरहरू छन्। अनि तिनीहरू चाहिँ कतिको चाहिँ अब चाहिँ क्लाइमेट एडेप्टिभ कतिको छन्, इनर्जी इफिसियन्सी इनर्जी कन्जम्सन रिडक्सन गर्नको लागि के कस्तो गर्नुपर्छ भन्ने खालको चाहिँ मेरो अहिलेको रिसर्च टपिक्सहरू, मेरो रिसर्च ग्रुपको टपिक चाहिँ त्यसमै काम गरेको छ। मेरो पिएचडीहरू पोस्टडकहरू
अहिले अहिले चाहिँ नर्डिक यो कन्ट्रिजहरूमा यो ग्रिन इनर्जीको कतिको अहिले इम्प्लिमेन्टेसन भइरहेछ। अब यहाँ चाहिँ प्रेसिडेन्ट ट्रम्प अमेरिकामा आएपछि यो ग्रिन इनिसिएटिभहरू पहिला डेमोक्रेटहरूले इनिसिएट गरेको सबै कुराहरू चेन्ज भइरहेछ। यहाँ यहाँ चाहिँ डिग बेबी डिग, यहाँ चाहिँ ओइल एक्सट्र्याक्ट गरौँ, त्यो ग्रिन इनर्जीको लागि एकदम इनिसिएसनहरू सबै खत्तम भइरहेछ। अब नर्डिक कन्ट्रिजहरूमा यो सोलर र विन्ड र अरू यो ग्रिन इनर्जीको कतिको छ त्यहाँ, कि न्युक्लियर नै बढी छ? अब यस्तो छ, मेरो हिसाबमा यसमा अलिकति अवेरनेस लेभलले पनि फरक छ। यो नर्डिक सिटिजनहरू चाहिँ अलिक बढी सस्टेनेबिलिटीको उसमा अलिक बढी चासो राख्ने अथवा अलिक बढी अवेर छन् भनौँ न। त्यो हिसाबले पनि यहाँ चाहिँ त्यो एक्टिभिटिजहरू, त्यहाँको पोलिसिजहरू चाहिँ मोर टुवार्ड्स चाहिँ सस्टेनेबल ग्रिन इनर्जी होइन, अब त्यतिर फोकस छ। अब अलरेडी स्विडेन हेर्छ भने हाइड्रो पावर र न्युक्लियर पावरकोले नै अधिकांश छ, प्लस अहिले जति पनि एडिसन भइरहेको छ चाहिँ विन्ड पावरहरू, सोलर पावरहरू गइरहेछ। अनि इभन हिटिङ सिस्टममा पनि यो इन्डस्ट्रियल वेस्ट हिटहरू युज गरेर सिस्टमहरूलाई चाहिँ मोर अप्टिमाइज वेमा चाहिँ चलाउने ओहरू भइरहेको छ, प्रयासहरू भइरहेछ। ओके, असम। सो अहिले चाहिँ अब नेपालमा त अहिले चुनावको एकदम रमझम छ, जताततै यो सरकार त्यो सरकार। सो हाउ इज अहिले यो जेनजी मुभमेन्टको यो हो हल्ला युरोपमा कतिको छ? आर यु गाइज फलोइङ? होइन, अब यस्तो हो, अब हामी तिमीले भने जस्तो चाहिँ जे पनि मन त नेपाली हो भने जस्तो अब डेफिनेटली अधिकांश नेपालीहरूले नेपालको इलेक्सनलाई फलो नगर्ने त कुरै भएन। फेरि अब हामी एनआरएन भएर बसेको हिसाबले पनि भोलि नेपालमा भएका नेपालीले लिने बाटोले चाहिँ हामीलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा चाहिँ प्रभावित पारिरहेकै हुन्छ। त्यसले गर्दा डेफिनेटली फलो गरिरहेको छ। असम। सो अहिलेको यो जेनजी मुभमेन्टमा सो बेसिकली यु थिङ्क अहिले चेन्जेसहरू जुन भइरहेछ, नयाँ नयाँ पार्टीहरू आइरहेछ र पुरानो जुन मेन स्ट्रिम पार्टीहरू कङ्ग्रेस युएमएल को जुन वृद्ध नेताहरू केरियर पोलिटिसियनहरू छन् भर्सेस अहिले नयाँ यङ जेनेरेसनका जुन मान्छेहरू लिडरसिपमा आउन खोजिरहेछन्, वाट डु यु थिङ्क दिस इज अ यो भर्सेस दिस काइन्ड अफ प्र्याक्टिस इन युरोप भर्सेस नेपाल, यो इज नेचुरल हो कि अहिले कस्तो छ अहिले उदाहरण? होइन, मेरो हिसाबमा त अब नेचुरल त अब इमर्ज भइरहेको प्रोसेसलाई त नेचुरल प्रोसेस मान्नै पर्छ होइन। जहिले पनि के छ भने कन्स्पिरेसी थ्योरीमा हामी रमाउने चाहिँ परेको हो कि जहिले पनि एकले अर्कालाई चाहिँ विदेशी देख्ने, विदेशी दलाल देख्ने, अनि यो ग्रान्ड डिजाइन देख्ने, त्योबाट चाहिँ उन्मुक्ति पाउनुपर्छ कि। हिजोदेखि हामी सधैँ त्यही भनेर हामी एकले अर्कालाई हिस्टोरिकल्ली हेर्ने हो भने एउटा पार्टीले अर्को पार्टीलाई गाली नगरेर चाहिँ सायद कोही पनि छैन होला, एउटा नेताले अर्को नेतालाई चाहिँ विदेशी दलाल नभने कोही पनि छैन होला कि। तर त्यसले चाहिँ देश बन्दैन होइन। अब अहिले चाहिँ जुन अहिले नयाँ नेचुरल नयाँ पार्टी आइरहेको छ, एउटा कुरा सोच्नुपर्ने, ब्याक गरेर सोच्नुपर्ने, सबैले मनन गर्नुपर्ने कुरा के हो भने सबै पोलिटिकल पार्टीहरूले चाहिँ हिजो भनौँ ट्रेडिसनल कन्भेन्सनल पोलिटिकल पार्टीहरू भनौँ, हाम्रो एक्जिस्टिङ पोलिटिकल पार्टीहरू जसको बेस स्ट्रङ थियो भनिन्छ, तिनीहरूले राइट काम गरिदिएर राइट तरिकाले अगाडि बढिदिएको भए त एउटा पार्टी जन्मिन साथै चाहिँ 22 सिट लिएर किन आउँथ्यो होला त? त्यो त आखिर अल्टिमेटली त भोट त जनताले हाल्यो, बाहिरबाट विदेशीले भोट हालिदिएर होइन होला होइन। नेपालको एक्जिस्टिङ चाहिँ डेमोक्रेटिक सिस्टमबाटै चाहिँ इलेक्टेड भएर आएको हो नि त। त्योतिर चाहिँ पोलिटिकल पार्टीहरूले नेताहरूले सोचेर आफूले करेक्सन गर्ने लागेको भए सायद जेनजी मुभमेन्ट पनि हुँदैन थियो होला जस्तो लाग्छ मेरो आफ्नो इभ्यालुएसनमा चाहिँ। राइट। अब तर यसो हेर्दाखेरि जुन नेपालमा अहिले न्यू जेनेरेसन छ, स्पेसली आइम टकिङ अबाउट लाइक जेनजी फ्रम लाइक 25 टु यो 25 इयर माथि र 35 को तल, स्पेसली दिस गाइज आर लाइक अहिले नेपालहरूको अनइम्प्लोइमेन्ट हेऱ्यो भने इट्स लाइक रियली हाई, र स्पेसली एभ्री डे पिपल आर गोइङ आउट अफ। हाम्रो पालामा पढ्नलाई हायर एजुकेसनमा जान्थ्यो मान्छे स्कलरसिप पाएपछि, अहिले त युजली जसले पनि देयर नम्बर 1 टार्गेट इज जस्ट गेट आउट। अब यसरी युथहरू नै माइग्रेसन भएपछि ब्रेन ड्रेन हुने भयो, लेबर नपाउने भयो भनेपछि यो त मेजर, यो नेपालको लागि मेजर सङ्कट होइन यो अहिलेको सिचुएसन? त्यो त यस्तो छ,
हरेक कुराको पोजिटिभ र नेगेटिभ एङ्गल हुन्छ होइन। अब त्यो डेफिनेटली लङ रनमा चाहिँ उठाएको कुराहरू चाहिँ सही कुरा हो। त्यो चाहिँ अब त्यो सिरियस प्रब्लम हुनसक्छ त्यहाँ भोलि चाहिँ हरेक कुराको रेट हुन्छ नि त। अब अहिले यति यति बढेर गएको छ कि दिनमै चाहिँ लाखौँ मान्छे चाहिँ बाहिर चाहिँ गइरहेछन् भन्ने चाहिँ जुन कुरा महिनामै भनौँ न। अब त्यो त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यो कुरा सही हो। तर अन्त अर्को 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 पर्सपेक्टिभबाट हेर्ने हो भने त आज नेपालको अर्थतन्त्रको मेजर हिस्सै चाहिँ धनेर बसिया पनि त छ नि त। त्यो नहुँदो हो त झन् के हुन्थ्यो होला त, एक्ज्याक्टली। इकोनोमी कहाँ पुग्थ्यो होला त होइन। भनेको हरेकको दुई पाटो हुन्छ, एउटा चाहिँ पोजिटिभ पाटो हुन्छ, अर्को नेगेटिभ पाटो हुन्छ। तर के भने समयमै समय लिनु पऱ्यो क्या। यसलाई यसलाई एडभान्टेजको रूपमा लिएर अब ग्रेजुअली कसरी चाहिँ सस्टेन गर्ने, किनभने इकोनोमी रेमिटेन्स बेस्ड इकोनोमी इज नट अ सस्टेनेबल इकोनोमी। यो राइट। त प्यारासाइट इकोनोमी नै हो। जबसम्म अरू देशमा काम छ तहिलेसम्म इकोनोमी सर्यो, अरू देशले भोलि जा भनिदियो भने त फेरि इकोनोमी त फेरि धराशायी हुने भएपछि इन्टरनल इकोनोमी चाहिँ स्ट्रङ बनाउने खालको चाहिँ एक्टिभिटिजहरू चाहिँ देशभित्रै कन्डक्ट गर्ने लाग्नु पऱ्यो क्या। अब त्यो खालको चाहिँ पोलिसीहरू अहिले अहिले चाहिँ नयाँ नयाँ भनौँ अथवा चाहिँ अब आफूलाई फेरिएर नयाँ भनेकाहरू, अथवा अहिले अहिले त सबैले नयाँ बेला भिडाएका छन्। कोही नयाँ जन्मिया छन्, कोही चाहिँ पुरानै भए पनि नयाँ बनेर आएको भनेर चाहिँ आएका छन् अहिले होइन। तर के हो भने को नयाँ को पुरानो त भोलि इलेक्सनले चाहिँ बताउला। तर मेन कुरा चाहिँ के हो भने सबैले सस्टेनेबल डेभलपमेन्टको हिसाबले चाहिँ पोलिसीहरू चाहिँ बनाउनु पऱ्यो क्या। खालि यो 5 वर्षमा एकचोटि गएर सपना बाँड्ने काम गरेर चाहिँ मेरो हिसाबले देशले चाहिँ उल्टो प्रगति गर्दैन क्या। अनि एकाउन्टेबिलिटी एकदमै कम छ कि। हिजो मैले के भनेको थिएँ, एउटा चाहिँ रिपोर्ट कार्ड त लिएर जानु पऱ्यो नि। मैले के प्रमिस गरेको थिएँ, मैले कति गरेँ, मैले किन गर्न सकिनँ, त्यसमा कहिले बहसै हुँदैन कि। अहिलेको चुनावको हेर्ने हो भने चाहिँ खालि अर्कोलाई गाली गरेर म राम्रो, किनभने तिमी नराम्रो भएर म राम्रो क्या, म किन राम्रो भनेर चाहिँ म बहस भएन कि। त्यो त्यो प्र्याक्टिस चाहिँ होला, सायद टाइम लाग्छ होला। त्यो चाहिँ ग्रेजुअली आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही नेपाली जनता एकदम इम्पेसेन्ट भएको हो कि, मतलब दिस माइक्रोवेभ कल्चर एभ्रिथिङ फटाफट। अब इफ यु सी द्याट लाइक कुनै पनि देशको, अब नेपालको 260देखि 270 वर्षको यो हिस्ट्रीमा पहिला अब किङडम थियो, पछि राणाकाल नै जक्रियो, त्यसपछि पञ्चायतकाल आयो, त्यसपछि यो डेमोक्रेसी आयो। अब डेमोक्रेसीमा फेरि माओइस्ट त्यो स्ट्रगल आयो, त्यसपछि फेरि बहुदल यो पार्टी आयो। यसो हेर्दाखेरि समयअनुसार त बिस्तारै बिस्तारै प्रोग्रेस भयो जस्तो लाग्छ। तर मान्छेको एक्सपेक्टेसन यो धेरै ठुलो भएको हो कि धेरै फास्ट किन भएन, किनभने नेपालको होइन अरू रिसोर्सेसहरू पनि त छैन नि। यस्तो हो मेरो हिसाबले। अब दुवै दुवै हो भन्छु म कि एक हिसाबले के भने जहिले पनि हामीले छिमेकी मुलुकहरूसँग पनि कम्पेरिजन गर्नुपर्छ होइन। हिजो अब मलाई थाहा भएसम्म त्यो भनौँ हाम्रो नेपाल वायुसेवा निगम र उतापट्टिको थाई एयरलाइन्सको चाहिँ जन्म लगभग एउटै समयमा भएको। अब थाईले अब इन्टरनेसनल मार्केट लियो भने हाम्रो चाहिँ अवस्था के छ सबै थाहा छैन होइन। अब त्यसले गर्दाखेरि चाहिँ अनि अब अरू विकासकै पनि हेर्दाखेरि चाहिँ अब डेफिनेटली विकास भएको छ। तर पहिलो कुरा चाहिँ सस्टेनेबल भएको छ कि छैन त्यो एउटा कुरा भयो। बाटो बन्छ, बाटो बनेको कतिमा चाहिँ फेरि बिग्रिन्छ होइन। ती भनौँ अब यो होलिस्टिकली त्यो अब लङ रनमा चाहिँ हामीले गर्नुपर्ने आधारभूत विकासहरू गरेनौँ। कति कति चाहिँ किलोमिटर चाहिँ सडकहरू चाहिँ हामीले बनायौँ, बनेका सडकहरू कस्ता छन् त्यसले म्याटर गर्छ। अब ग्रोथ नेचुरल ग्रोथ त एउटा इभन सबैको नेचुरल ग्रोथ त भइहाल्छ नि। एउटा त तिमीले केही चिज रोप्यो भने पनि, अथवा चाहिँ अब कुनै पनि जनावर पनि त जन्मेपछि त बढ्छ त, ग्रोथ त भइहाल्छ नि। तर हामीले खोजेको ग्रोथ के हो त भन्ने कुरा पनि अर्को कुरा। अब जुन अहिले भन्यो नि हामीले चाहिँ अलि हामी बढी चाहिँ पेसेन्स नभएको हो कि नेपालीमा भन्ने कुरा मलाई के लाग्छ भन्दाखेरि चाहिँ त्यसमा त नेताहरूको पनि त हात छ नि त। जहिले पनि त गएर चाहिँ म स्विजरल्यान्ड बनाइदिन्छु, सिङ्गापुर बनाइदिन्छु भने त जनताले चाहिँ बनाइदियो भने होइन नि त, नेताले बनाइदिन्छु भने हो नि त। अनि तिमीले सपना बाँडेपछि त सपना देख्ने त सपना देखाइदिएपछि त त्यो सपना अनुसारको पुरा नभएपछि त मान्छेलाई एक खालको फ्रस्ट्रेसन आउनु त स्वाभाविक हो नि त। अहिले त धेरै चाहिँ नेपालीहरू विदेशमा एनआरएन भएर बसेको हुनाले पनि अब विदेशको माटो, विदेशको सिस्टम, विदेशको
के अरे सिस्टमलाई बुझिसकेपछि अहिले नेचुरली नेपालमा पनि यस्तो सिस्टम होस्, त्यो बिजुली होस्, पानी होस्, वाइफाई होस्, यो के अरे ई सेवा होस्, यो त त्यो त्यो खोज्नु चाहिँ स्वाभाविक नै हो। तर स्वाभाविक हो। यस्तो बेसिक कुरा डेलिभर गर्न पनि नेपाली गभर्मेन्टहरू अहिले एकदम फेल भइरहेछ। यसको पछाडि के होला मेन? अनि पहिले मैले उठाएको इस्यु छ नि, जुन चाहिँ अब हिजो आज त के छ भने अब यो इन्टरनेटको जमानामा चाहिँ विदेशी आउनु पर्दैन कि, विदेश उसको कम्प्युटरमा बसेर अथवा उसको मोबाइलमा बसेर उसले विदेशमा के छ भन्ने कुरा हाम्रो जमानामा हामीलाई थाहा थिएन नि त। राइट। हामी पढ्ने बेलामा, हामी आजकल पढ्ने बेलामा हामीले त उही इमेजिन मात्र, बाहिर विदेश कस्तो छ भन्ने इमेजिन हो नि त, होइन? अब अहिलेको चाहिँ चाहिँ इभन एउटा दूरदराज गाउँमा बस्ने चाहिँ उसको मोबाइलबाट बसेर उसले अमेरिकामा के छ, कतारमा के छ, के अरे स्विडेनमा के छ भन्ने कुरा बसी बसी हेरेर थाहा पाउन सक्छ, लर्न गर्न सक्ने छ भनेपछि अहिले त्यतिले एउटा सर्टेन लेभलको नयाँ जेनेरेसन चाहिँ त्यो लेभलको एवेरनेस छ कि उनीहरूमा, इन टर्म्स अफ सिस्टम कहाँ कसरी चलाएको छ भन्ने कुरा, प्लस माइनस आफ्नो ठाउँमा छ, कसरी चाहिँ त्यसलाई चाहिँ लिन्छन्, कसरी गर्छन् भन्ने कुरा। तर अब हामीले डेलिभर गर्न नसकेको कुरामा चाहिँ के हो भने, जसरी सोसाइटी बढिरहेको छ, जसरी टेक्नोलोजी चाहिँ अगाडि गइरहेको छ, त्यो अनुसारले हाम्रो डेभलपमेन्टल प्याकेजहरू चाहिँ हामीले दिन सकेनौँ क्या नेपालको कन्टेक्स्टमा। मैले देखेको चाहिँ त्यहाँनिर चाहिँ समस्या छ। अब डेभलपमेन्ट नभएको हो भने त्यो होइन, नेगेटिभ त्यो हामीले चाहिँ कन्भर्सेसन मात्र गरेर पनि हुँदैन, डेभलपमेन्ट भएको छ, नभएको होइन। अब तर चाहिँ जुन स्पिडले हुनपर्ने हो, जुन हिसाबले चाहिँ, र जुन एक्सपेक्टेसन छ मान्छेमा, अब ओभियसली अहिलेको चाहिँ जेनेरेसनै त्यही जेनेरेसन हो नि त। नेपालमा मात्र होइन, बाहिर पनि त्यही हो नि। हिजो आज अब चाहिँ त्यो 2 घन्टा 3 घन्टा फिल्म हेर्ने मान्छे कमै भइसक्यो क्या। अब त यहाँ त्यो टिकटकको जमाना आइसक्यो, 3 मिनट 4 मिनट तिमीले इन्फर्मेसन दिन सक्यो भने सक्यो, सकेन भने मान्छेले तिमीलाई त्यो हेर्दै हेर्दैन कि। भने त्यो पेसेन्स नेपालमा मात्र नभएको होइन कि, अहिलेको होल जेनेरेसन, नयाँ जेनेरेसनमा त्यो खालको चाहिँ छ। ओके, सो अब यो हाम्रो कन्भर्सेसनलाई मैले आज चाहिँ 2टा हाँगामा डिस्कस गर्ने विचार गरेको छु। फर्स्ट अफ अल, अहिले जुन नेपाली पार्टीहरूको जुन सबै पार्टीहरूको जुन एउटा नेपाललाई सर्भिस डेलिभरी गर्छु जनतालाई, अनि एकदम जिडिपी माथि लैजान्छु, जस्तै कि नेपालको अहिले जिडिपी इज अराउन्ड $1,400 to $1,500, र सबैको मोडल अहिले चाहिँ नर्डिक मोडलमा, अब स्विडेन इज वान अफ द नाइस अब कन्ट्री। पहिला नेपाली पोलिटिसियनहरूले संविधान बनाउँदाखेरि रिसर्च पनि गरेको र त्यही मोडलमा जान खोज्छ। अब जुन चाहिँ कि अहिले स्विडेनको पर क्यापिटा इन्कम इयरली अराउन्ड 57,000 to 62,000 छ। सो इट्स लाइक अहिले 1,500बाट त्यो 15, इट्स लाइक त्यो एकदम मुन सर्ट गोल भएन त्यो एकैचोटि पुर्याउनलाई। डु यु थिङ्क इज लाइक जस्ट लाइक यो दिवा सपना बाँडे जस्तै हो कि नेताहरूले कि के गरेको यो? होइन, त्यसरी पनि नलियो होला। त्यो एक खालको त अब इलेक्सनको टाइममा त्यो अलिकति बढी सपना बाँड्ने त अब हाम्रो त्यो फेरि नबाँडिकन फेरि सायद भोट पनि नआउने होला, त्यसले पनि सबैले यो नयाँ भनेकाहरूले पनि अलिअलि सपना बाँडेकै छन्। तर मैले देखेको चाहिँ के चाहिँ मलाई चाहिँ लाग्छ भने, कुनै पनि स्टेप त एक स्टेप गरेपछि नै सुरु हुने हो। स्विडेनको पनि यो जुन सोसल सेक्युरिटी सिस्टम आज छ, उनीहरूले त्यो वर्षौँ लगाएर बनाएको सिस्टम हो नि त, एकै दिन बनाएको त होइन नि त। स्टेप बाई स्टेप चाहिँ बिल्डअप गरे हो सिस्टमहरू। अब अहिले अब मोस्ट स्ट्रङ सोसल सिस्टम मध्येमा भनौँ, अब क्यानाडा, स्विडेन भनौँ, अथवा होल नर्डिक रिजनै भनौँ न, स्ट्रङ सोसल सिस्टम भएकोमा बस्छ। तर उनीहरूको ब्याक गरेर हेर्ने हो भने त्यो सिस्टम बनाउनै 50, 60, 70 वर्ष लागेको छ नि त, होइन? त्यसले गर्दा नेपालले चाहिँ सुरु गर्छु भन्नु चाहिँ नराम्रो होइन, त्यो डिरेक्सनमा जान्छु भन्नु चाहिँ नराम्रो हो जस्तो मलाई लाग्दैन। अल्टिमेटली सोसाइटीलाई चाहिने भनेकै अब एउटा चाहिँ के हो भने डेमोक्रेसी हुनु पर्यो, अनि सोसल सेक्युरिटी हुनु पर्यो। यदि सोसल सेक्युरिटी हुँदो हो त मान्छेले त्यो पैसा थुपार्ने सोच्दैन कि। मेरो जस्तै कि अहिले त यो स्विडेनमा त अहिले चाहिँ ग्रोथ त धेरै छैन, अलमोस्ट नेगेटिभमा छ। अनि के भन्छ, तर नेपालको अहिले इफ यु सी द अहिले वर्ल्ड ब्याङ्कले दिएको जिडिपी ग्रोथ रेटमा स्विडेनको 1.5 देखि 1.6 छ। नेपालको जब यो लास्ट इयरको 2.2 देखि 4.5 सम्म छ ग्रोथ रेट। अब यो चाहिँ यो यहाँ चाहिँ बढी ट्याक्सेसन बढी लगाएर भएको हो कि त्यहाँ चाहिँ अब
अलरेडी जनताहरू कम भएर हो कि पपुलेसन पनि कम छ, इन्कम होइन, बढी छ? मलाई त्यो अब यस्तो हो, अब इकोनोमिक्सको डिटेलमा भित्र गएर गयो भने त म मेरो मेरो उसको एक्सपर्टभित्र पर्दैन, तर मलाई आफूले लागेको चाहिँ के हो भने अब एउटा चाहिँ इकोनोमिक ग्रोथमा चाहिँ एउटा के हुन्छ भने डेभलपिङ कन्ट्रिजको अलवेज इकोनोमिक ग्रोथ रेट हाई हुनुपर्छ, अदरवाइज यु वोन्ट नट एटेन्ड द मिनिमम लेभल अफ डेभलपमेन्ट द्याट यु पर्सुइङ होइन। अब जुन अलरेडी एडभान्स देशहरू छ तिनीहरूकोले भने त सस्टेन गर्ने मात्रै हो नि त, इकोनोमी सस्टेन गरेर त्यो एउटा एक लेभलको लाइफस्टाइललाई एक लेभलको डेभलपमेन्टलाई मेन्टेन गर्ने हो। अब जुन कन्डिसनमा स्विडेनहरू जस्तो देशहरू भनेको त्यो कन्डिसनमा पुगिसकेको छ। यहाँ तिम्रो अब डेभलपमेन्ट भनेर तिम्रो ड्रास्टिक चेन्जेसहरू होला, टेक्नोलोजीको कारणले ल्याउने चेन्जहरू आफ्नो आउँछ होइन, तर एक लेभलको त अलरेडी कन्ट्री साइडदेखि लिएर सिटिजहरूमा त एक लेभलको ऊ त छ नि त। त्यहाँ यो चिजलाई यिनीहरूले मोर सस्टेनेबल डेभलपमेन्टको पर्सपेक्टिभबाट कसरी सस्टेन गर्न सकिन्छ भनेर हेर्ने भयो। नेपाल जस्तो देशमा त इट ह्याज टु, अब अहिले भन्नुहोस् अब अहिले चाहिँ के 4%को छ भने अब अझ कहिलेकाहीँ त डबल डिजिटको कुरा गर्छ नि, डबल डिजिटको चाहिँ ग्रोथ रेटले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने पनि कुरा आउँछ क्या। त्यस कारण अब सपनाबाट जस्तो मलाई लाग्दैन, त्यो चाहिँ गर्नै पर्छ, तर कसरी गर्ने त्यसको पछाडि चाहिँ भिजन के छ भन्ने कुरामा चाहिँ डिस्कस हुन जरुरी छ। अब अनफर्चुनेटली त्यस्ता खालको डिस्कसनहरू हाम्रोमा प्रायः कमै हुन्छ कि नेपालमा चाहिँ इलेक्सन जित्ने भनेकै एकले अर्कालाई चाहिँ को चाहिँ विकनेस देखाएर आफ्नो चाहिँ म के गर्छु भन्दा पनि त खराब होस् भनेर चाहिँ त्यसैले मैले भोट पाउनुपर्छ भन्ने खालको भयो क्या। अहिले चाहिँ यो इलेक्सनमा डिफ्रेन्ट पार्टिजहरूले एनआरएनको लागि डिफ्रेन्ट यो एकचोटिको नेपाली सधैँको नेपाली भन्ने नारा ल्याइरहेछ र त्यो चाहिँ नागरिकता एनआरएन नागरिकतामा पनि के भन्छ मतलब नयाँ पोलिसीहरू ल्याउने, नयाँ संविधान संशोधन गर्ने भनिरहेछ। अब वाट इज से लाइक अहिले यो एनआरएनलाई अब जस्तै कि म हेर्छु जस्तै कि विदेशमा गएका स्पेसली वेस्टर्न कन्ट्रिजहरूमा एनआरएनहरू एक त फर्स्ट लेभलमा वर्क पर्मिट लेभलमा छन्, जुन आएका छन्, जुन असाइलमहरू अलिकति लोटेक होला। एक अर्को लेभलमा छन् जुन चाहिँ यहाँ धेरै दिन आएर स्टुडेन्ट भएर यहाँ ग्रिन कार्ड भएर पर्मानेन्ट रेजिडेन्ट भएर काम गरिरहेछन्, र अर्को लेभल चाहिँ यहाँ 10-20 वर्ष 30 वर्ष 40 वर्षदेखि यहाँ सिटिजन भएर नेपालको नागरिकता छोडेर यहाँको विदेशकै नागरिकता लिएका छन्। अब यस्तो स्थितिमा अब जुनसुकै इफ यु सी द मतलब चाइना इक्जाम्पल अर इभन इन्डिया इक्जाम्पल, चाइनामा भन्छ हुवा छ भन्छ के चाइनिज फरेनर चाइनिज, तिनीहरूले गर्दाखेरि अहिले टेक्नोलोजीदेखि लिएर अहिले एआईको रेसमा पनि कति धेरै चाइनिजहरू अमेरिकाबाट फर्केर गएका छन्, विदेशबाट फर्केर गएका छन्, इन्डियनहरूको पनि त्यस्तै भइरहेछ। यस्तो स्थितिमा नेपालले अहिलेको नयाँ गभर्मेन्टले संविधान शोषण गरेर एनआरएनलाई एकचोटिको नेपाली त जसले उसको नागरिकता छ भने दे क्यान कम विथ द्याट वान, त्यस्तो नियम बनायो भने डु यु थिङ्क इट्स गुड फर नेपाल फर डेभलपमेन्ट? मेरो हिसाबले त जति हामी यो नागरिकताको इस्युजमा हामीले जति चाहिँ ओपननेस राख्छौँ त्यति नै देशलाई फाइदा हुन्छ जस्तो लाग्छ मलाई होइन। अब हरेक देशको आफ्नो तरिकाले चाहिँ हेर्ने तरिका हुन्छ, जस्तै इभन इन्डियामा पनि चाहिँ डुअल सिटिजनसिप छैन, तर ब्राजिलमा छ होइन। ब्राजिलमा इभन चाहिँ बिङ अ स्विडिस सिटिजन अथवा बिङ अमेरिकन ब्राजिलियन भन्नु उसले भोट हाल्न पाउँछ होइन। अब कुन लेभलको चाहिँ ऊ दिन अधिकारहरू दिने भन्ने कुरा त अब राष्ट्रले चाहिँ आफ्नो चाहिँ ऊ हेरिकन अरू डिफ्रेन्ट थ्रेट्सहरू हेरेर चाहिँ एनालाइसिस गर्ने कुरा भयो। तर मलाई के लाग्छ भने एउटा नेपाली बाहिर बसेको नेपालीहरू अहिले चाहिँ जयप्रकाशले भने जस्तै 3 थरी नेपालीहरू चाहिँ छन् भनौँ। अब यो र वास्तवमा अहिले नेपालको मुख्य चाहिँ अर्थतन्त्रलाई धानेको भनेकै त्यो चाहिँ अरेबियन कन्ट्रीमा गएर स्ट्रङ गर्ने नेपालीले अर्थतन्त्र धाने हो फ्रेङ्कली स्पिकिङ। विदेशमा गएर युरोपमा गएर अमेरिकामा गएर बस्ने मान्छेले नेपालमा खासै त्यो लेभलको इकोनोमिकली चाहिँ कन्ट्रिब्युट गरिरहेको छैन, किन उनीहरू आफ्नै त्यहीँ बसी त्यहीँ सेटलमेन्टमा जान्छ, त्यहाँ आफ्नै तरिकाले उ गरिरहेको छ। अफकोर्स अरू डिफ्रेन्ट प्रोजेक्टहरू लिएर गएर डिफ्रेन्ट तरिकाले हेल्प अरू गरिरहेको छ भने के पनि गरिरहेको छैन भने हामीले गरिरहेको छैन भने होइन, तर इकोनोमी अलिक धानिदिएको त उनीहरूले छ नि त, त्यो त हो नि त, मान्नु पऱ्यो नि। तर अन द अदर ह्यान्ड फेरि हेर्ने हो भने जो मान्छे चाहिँ वेल सेटल बाहिर बसिसकेको छ उनीहरूलाई यदि
अपर्च्युनिटी दिने हो र नेपालले चाहिँ ल तिमीहरू चाहिँ पैसा पठाऊ, तिमीहरूको लागि हामी स्पेसल एकाउन्ट खोलिदिन्छु भन्ने हो भने नेपालले विदेशमा पैसै माग्नु पर्दैन होला कति चिज त, एक्ज्याक्टली। होइन? एनआरएनकै पैसाले, एनआरएनहरूकै पैसा चाहिँ त्यो नेपालमा ब्याङ्कहरूमा चाहिँ भरिन्छ होला। त्यसलाई कसरी युटिलाइज गर्ने, त्यो ठुल्ठुलो चाहिँ यो भने इन्फ्रास्ट्रक्चरको प्रोजेक्टमा कसरी लगाउने, त्यसलाई त्यो इकोनोमीलाई कसरी चलायमान बनाउने भन्ने कुरा चाहिँ सोच्न अझ बढी सजिलो हुन्थ्यो होला नि त। त्यो 10वटा कटोरी थाप्दै हिँड्नु पर्दैन थियो होला कि, आफ्नै नेपाली बाहिर गएर बसेको नेपालीबाटै पनि त पैसा आउँथ्यो होला नि त। त्यो एक्ज्याक्टली। त्यो इकोनोमीलाई हेरेको छ कि छैन भने, त्यही मेरो हिसाबले जति सङ्कीर्णता हुन्छ त्यति कम हुन्छ, होइन? जति चाहिँ हामी ओपन हुन सक्छौँ त्यति, यो चाहिँ हाम्रो धर्मशास्त्रमा पनि छ नि, तिमी जति जति ठुलो चाहिँ विशाल हृदय बनाउँछौ त्यति तिम्रो चाहिँ उन्नति प्रगति हुँदै जान्छ भन्छ नि। एक्ज्याक्टली। ल अब त्यो हिसाबले त यो डिफ्रेन्ट पार्टीहरूले, स्पेसली नेपाली कङ्ग्रेस अथवा यो राष्ट्रपाले नारायणको लागि इन्भल्भ गर्ने, भोटिङ दिने त्यस्तो कुरा ल्याइरहेछ। यो त यो मेन चाहिँ पुरानो पार्टीहरूले मात्रै अब्जेक्ट गरे जस्तो लाग्छ। अब अहिले धेरै, अब अहिले जस्तै कि इफ यु सी द्याट अहिले टोटल रेमिटेन्सहरू पनि अब किन त्यो जुन लेबर गर्ने वर्कफोर्सले बढी पठाएको छ भने तिनीहरूको फ्यामिली नेपालमै छ। अब जुन इलिट क्लास एनआरएनहरू छ तिनीहरूको फ्यामिली सबै विदेशमै छन् भनेपछि तिनीहरूलाई पैसा पठाउने, अब तर उनीहरूसँग एचआर लाइक ह्युमन रिसोर्स क्यापिटल र फिजिकल क्यापिटल बढी छ। अब त्यो अलिकति फेसिलिटी दियो भने इज विन विन सिचुएसन। किनभने हामीले त अब जस्तो कि हामीलाई अब यो 20 वर्ष 30 वर्ष विदेशमा बसिसकेपछि अब त नेपालमा गएर केही गरौँ, केही दिउँ, त्यो छ नि त। अनि घुम्न जाउँ, पटक पटक जाउँ, त्यस्तो छ। अब त्यहाँ नै दुःख दिन्छ, दुनियाँ कुरा दिन्छ भने त गाह्रो हुन्छ नि। इट्स लाइक आई फिल द्याट दिस इज नेचुरल, दे सुड चेन्ज इट। अनि त्यसै मेरो पनि भनाइ त्यही नै हो। आई फिल एग्री द्याट पार्ट कि अब हामीले यसलाई रिसोर्स हो, हाम्रो नेपालीहरू बाहिर गएर एक्सपोजर पाएर एउटा इस्टाब्लिस भएर बसेको, अथवा चाहिँ भनौँ हरेक सेक्टरमा, इभन त्यहीँ अरबमा गएर काम गर्नेले पनि त नयाँ नयाँ चाहिँ टेक्निक सिकेर जान्छ नि, कन्स्ट्रक्सनको टेक्निक सिकेर हुन्छ, होइन? अब त्यसपछि आएर कुकिङको चाहिँ सिकेर गएको हुन्छ, बिजनेस सिकेर गएको हुन्छ। त्यो त एकदमै ठुलो रिसोर्सेस हो के। एउटा कुरा चाहिँ अहिले सुरुमा रेमिटेन्सलाई धान्ने चाहिँ हेल्प भइरहेको छ, त्यो पहिलो पार्ट भयो। अब ग्रेजुअली अर्को स्टेप भनेको चाहिँ तिनीहरूलाई कसरी ब्याक ल्याउने त, तिनीहरूको भन ह्युमन क्यापिटललाई कसरी युटिलाइज गर्ने त नेसन बिल्डिङ प्रोसेसमा। त्यसको लागि त कन्डिसिभ इन्भाइरोमेन्ट बनाउनु पऱ्यो नम्बर 1। म त भन्छु इभन बाबा विभिन्न, इभन म युनिभर्सिटीमा काम गर्छु, युनिभर्सिटीमा चाहिँ भोलि राम्रोसँग चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ बाहिरबाट चाहिँ आएकोलाई एउटा चाहिँ एक खालको आउँ 2 वर्ष 3 वर्षलाई आइदियो भन्यो भने त कोही मान्छे गएर काम पनि गर्ला नि त नेपालमा, राइट? होइन? हेल्प गर्ला। अब तर के भने यो अब बाहिर जान्छ सबै चाहिँ ऊ भन्ने खाले सबैले त हेरेको छ जस्तो लाग्दैन मलाई। तर केही नेताहरूका जुन चाहिँ त्यो यो त्यस्ता खालको अभिव्यक्तिहरू आउँदाखेरि चाहिँ सर्टन टाइममा त मलाई लाग्छ कि एनआरएनले चाहिँ कति चाहिँ हुन्छ, एनआरएनलाई ती नेताहरूले गाली गर्नुमा एनआरएनको पनि मिस्टेक देख्छु म। किनभने हामीले एनआरएनले चाहिँ बाहिरको नलेज लगेर चाहिँ यस्तो हुनुपर्छ, पोलिटिक्स यस्तो गर्नुपर्छ भने सिकाउनु त कहाँ कहाँ, उताका नेताहरूको चाहिँ क्याप भेटेर आउँछन् कि यहाँ एनआरएनका नेता पनि फेरि। अब उता एमाले र माओवादी टुक्रिँदाखेरि यहाँ पनि टुक्रिन्छ, फेरि एनआरएनका नेता पनि टुक्रिन्छन्। त्यो चाहिँ विडम्बना। अनि त्यसै भएर अनि उताको नेताले यतालाई गाली गर्नुमा के हदमा म चाहिँ त्यो उनीहरूलाई मात्रै, उताको नेतालाई मात्रै गाली गरिदिने कि हाम्रो यहाँका पनि चाहिँ सोकल नेता भनाउँदाहरूमा पनि त पोलिटिकल्ली बायस छ नि त। एनआरएन मेरो हिसाबले चाहिँ अब चाहिँ यदि साँच्चै एनआरएनले चाहिँ इफेक्टिभली काम गर्ने हो भने एनआरएन चाहिँ यो झन्डा रहित हुनु पऱ्यो कि। एनआरएन भनेको सामाजिक संस्था हुनु पऱ्यो, सामाजिक संस्था हुन सकिरहेको छैन, यो राजनीतिले गाजेको संस्था भइरहेछ। इट्स लाइक उनीहरूको चाहिँ एउटा पार्टीहरूको झोले एउटा अर्गनाइजेसन भइरहेछ। अनफर्चुनेटली फन्ड गर्ने, तिनीहरूलाई यहाँ घुमाउने, तिनीहरूलाई चाहिँ इन्फर्मेसन दिने, तिनीहरूलाई चाहिँ कम्युनिकेसन गरेर नेपालमा भोट गरिदिने भनेर त्यो आह्वान गर्ने, त्यस्तो अहिले त्यस्तो धेरै भइरहेछ नि। त्यो छ, त्यो थुप्रै छ क्या। त्यसले मैले भने नि अब एनआरएनले काम गरे छ, नगरे होइन। एनआरएनले अब डेफिनेटली चाहिँ अब भनौँ थुप्रैचोटि चाहिँ यो नेपाललाई परेको बेलामा फन्ड रेज गरेर पठाएर गरेको छ। अब अनि अब यही नागरिकताको केसमा पनि चाहिँ अब थुप्रै चाहिँ उहरू गरेको छ, के अरे इफोर्टहरू लगाएको छ। त्यसमा चाहिँ र एनआरएन संस्था चाहिँ वास्तवमा भन्ने हो भने चाहिन्छ, त्यो चाहिन्छ। उनीहरूले गरेको इफोर्टहरूलाई चाहिँ एप्रिसिएट पनि गर्नुपर्छ। तर मैले भने के हो भने यसलाई
विशुद्ध एउटा चाहिँ सामाजिक संस्था बनाएर नेपाल र नेपाली बिचको बाहिर बसेको नेपालीलाई कनेक्ट गर्ने एउटा चाहिँ सेतु बनाउनु पर्यो नम्बर एक कुरा। लार्ज स्केलको प्रोजेक्टहरूलाई कसरी नेपालमा लिएर जाने होइन, अब त्यसपछि ह्युमन रिसोर्सहरूलाई कसरी युज गर्ने, बाहिर भएको ह्युमन रिसोर्स र नेपालमा भएको ह्युमन रिसोर्सलाई कसरी कनेक्ट गर्ने, थुप्रै एक्टिभिटिज गराउन सक्छ नि, गर्नुपर्छ भन्छु म क्या। अब त्यो लेभलको भन्दा पनि अब चाहिँ आफैमा हानाथाप गर्ने, अनि अब जस्तै चाहिँ भनौँ न अब न्युजहरू आउँछ नि कहिलेकाहीँ, अब यो चाहिँ इलेक्सन भएको बेलामा चाहिँ देखिरहेको छ नि एनआरएनको इलेक्सनमै पनि चाहिँ, अनि त्यो चरित्र देखाउन थाल्यो भने हामी विदेशमा बसेर के सिकेछौँ भन्ने कुराको के मेसेज पठाउँछ त्यहाँ। एक्ज्याक्टली। अनि स्पेसली नेपालको नेताहरूमा एनआरएनको हाई रेस्पेक्ट धेरै नेताहरूको छैन जस्तो छ। दे थिङ्क द्याट एभ्रिबडी इज लाइक लेबर फोर्स। यहाँ चाहिँ सबै रेस्टुरेन्ट नै गरेछ। यहाँ धेरै यहाँ अब एआईदेखि लिएर अहिले डिफ्रेन्ट टेक्नोलोजीमा प्रोफेसर, इन्जिनियर, रिसर्चर थुप्रो छ। आई मिन देयर आर लाइक अल काइन्ड अफ पिपल आर हियर, स्पेसली फ्रम नेपाल। अब त्यो चाहिँ ट्याप गर्नु पर्यो नि, त्यहाँको नेताले पनि बुझ्नु पर्यो नि। नट एभ्रिबडी इज लेबर, देयर आर अल्सो भेरी हाई इन। होइन फेरि यसो मैले अलिकति अर्को थप्न चाहन्छु म यहाँनिर, के भने नि फेरि बाहिर बसिसकेपछिको एउटा चाहिँ माइन्डसेट के छ भने अल जब आर इक्वल बेसिकली। अब आफ्नो क्यापेसिटी अनुसारले अर्निङ तलमाथि पर्ला त्यो भिन्दै कुरा हो, तर चाहिँ के हो भने सबै जबको त रेस्पेक्ट गर्नुपर्छ भनेर सिकाउँछ नि सोसाइटीले त। इभन कतिपय ठाउँमा अब भनौँ न हाम्रै बच्चाहरू चाहिँ स्टार्टिङको फेजमा चाहिँ डिफ्रेन्ट उसमा चाहिँ काम रेस्टुरेन्टमा काम गर्दा कति ठुल्ठुलो चाहिँ कम्पनीका सिइओहरूको उसको सिभीमा हेर्ने हो भने उसले चाहिँ फलान ठाउँमा चाहिँ फलान रेस्टुरेन्टमा चाहिँ के अरे वेटर भएर काम गरेको भनेर लेख्छ नि त, प्राउडली लेख्छ क्या। किन भन्दाखेरि त्यो उसको ग्रोथ पाथ हो। त्यसरी सोसाइटी बन्यो भने सोसाइटीमा सबै खालको चाहिँ म्यान पावर चाहिन्छ नि त। अब हाम्रोमा चाहिँ के हो भने गाली गर्ने बेलामा त्यहाँ चाहिँ यसो भाँडा माझेर बसेर यहाँ गरेर भने चाहिँ नेताले गाली गर्ने कि फेरि दुर्भाग्यपूर्ण के। अब त्यो चोर्नु भन्दा त यो के अरे करप्सन गर्नुभन्दा त यो भाँडा माझेर गरेको राम्रो नि। अनि हो, म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि ठिकै हो, यहाँ मिहिनेत गर्नुपर्छ, यहाँ हरेक मान्छेले मिहिनेत गर्नुपर्छ, राइट। किन यहाँ सुतेर गफ लगाएर खान पाइँदैन, त्यो त हो नि त, राइट। बिल त त्यस कारणखेरि तर अनफोर्चुनेट के हो भने हाम्रो यहाँको एनआरएनको मान्छेले त्यस्ता नेताहरूलाई चाहिँ जवाफ दिनु सक्दैन कि। किन सक्दैन भने आफ्नै कमजोरी छ, किन झोला बेरेर आएको छ होइन, त्यसले गर्दाखेरि। तर मलाई त्यति नेगेटिभ फेरि कन्भर्सेसनतिर गएर काम छैन। मैले देखेँ के हो भने एनआरएनले नेपालको उसमा कन्ट्रिब्युसन गर्न सक्ने ठाउँ थुप्रै छ, गर्न सक्छ पनि। इन टर्म्स अफ भन्न तिम्रो चाहिँ लगानी गरेर गर्न सक्छ, इन टर्म्स अफ यो उहरू चाहिँ भन नलेज सेयर गरेर गर्न सक्छ। त्यो नलेज अघि पनि मैले भने नि, नलेज भनेको खालि यो प्रोफेसर भएर अथवा डक्टर इन्जिनियर भएर मात्रै नलेज हुने होइन नि त। इभन त्यो सानो कन्स्ट्रक्सनमा काम गर्ने त्यो उसमा चाहिँ सेक्टरमा काम गर्नेहरूको पनि त्यो जुन उनीहरूले चाहिँ ह्यान्ड्स अन नलेज कन्स्ट्रक्सनमा बोक्या हुन्छ नि, त्यो लगेर चाहिँ स्किल चाहिँ आफ्नो हाम्रो देशमा लगेर चाहिँ लगाउने हो भने त ठुलो परिवर्तन आउँछ नि त्यसले त। राइट। सो ओके, सो इन स्विडन यु हेभ बिन लिभिङ देयर फर लङ टाइम। यो स्विडिस मान्छेहरू युरोपियन युनियनमा आफ्नो देश छोडेर अरू देशमा पनि काम गर्न जान्छन्। वाट इज द ट्रेन्ड देयर? अनि यस्तो छ, अब युरोपभरि त यो मोबिलिटी फ्री नै छ। इभन पढ्नलाई फेरि चाहिँ अब स्विडेनमा आउने पनि छन्, स्विडेनबाट बाहिर जाने पनि छन्। त्यो त अब जबको हिसाबले यताउति एकदम सजिलो छ। यहाँ एउटा कन्ट्रीबाट अर्को कन्ट्रीमा गएर जब गर्न जानलाई रिलेटिभली भने मैले नेपालबाट अन्त गएको भन्दा चाहिँ। अनि तर अब जहाँ पनि के हुन्छ जुन देशमा अलिक बढी राम्रो इकोनोमी स्ट्रङ छ त्यहीमै आउने हो। त्यसले गर्दा अहिले पनि बाहिरकाहरू चाहिँ नर्डिक कन्ट्रीमा आउने काम गर्न रुचाउनेहरू धेरै भेटिन्छ। मतलब त्यहाँ बेनिफिट र के अरे यो वेलफेयर सिस्टम राम्रो छ अनि बढी छ भनेपछि यु आर सेइङ द्याट जस्तै कि स्विडेनबाट बाहिर जानुभन्दा बाहिरको मान्छे यहाँ काम गर्न आउँछ। किनभने अब पोल्यान्डबाट अब यो यता ग्रिसतिरबाट आउनेहरू चाहिँ छ, अलिक बढी जब अपर्च्युनिटी खोज्दै आउनेहरू, अनि यता आएर सेटल हुन चाहनेहरू। त्यो त मैले बेसी ह्युमन डेभलपमेन्टको एउटा प्रोसेसै जस्तो लाग्छ कि मलाई। अब जसले पनि एउटा चाहिँ अपर्च्युनिटी खोज्ने, राम्रो ठाउँमा जान खोज्ने होइन, त्यो चाहिँ त भइहाल्छ नि। भनेपछि अहिले जुन एनआरएनहरू जुन प्रोफेसनली सेटल भएको छन् यो नर्डिक कन्ट्रिजहरूमा, तिनीहरूको लागि रिटायरमेन्ट अप्सन मतलब जस्तै फर योर सेयर योर स्टोरी, जस्तै व्हाट इज योर रिटायरमेन्ट प्लान? यु गोइङ टु गो ब्याक नेपाल or you going to stay?
त्यो एकदम गहन प्रश्न भयो मेरो। आफूले पनि हेरेसम्म के दोमन हुन्छ कि, किन भन्दा अब बच्चाहरू यता सेटल भइसकेको हिसाबले चाहिँ अब सायद बच्चाहरूको नजिक बस्न खोजिन्छ कि होइन, अर्को तर अर्को मनले चाहिँ होइन अब जे पनि ब्याक देशमा गएर लास्ट अलिकति रिटायर हुँदा अलिकति अगाडि गएरै बरु चाहिँ अलिकति आफूले जानेको कुराहरू चाहिँ कन्ट्रिब्युट गर्नुपर्छ कि भन्ने पनि दिमागमा आइरहेको छ। किन अहिले चाहिँ म आफै पनि दुइटा दुइटा उसको द्वन्द्वमा छु। दुधारमा छु। दोधारमा तर छु म तर अहिले। के तर गर्छु यो थाहा छैन कि। मातृभूमिको त्यो माटोले बोलाउँदो रहेछ। मलाई यसो लाग्छ किन अब यहाँ मर्नुभन्दा अब नेपालमा केही नै गरेर अब त्यहीँ प्राण त्याग्न पायो भने त्यस्तो फिलिङ आउँदो रहेछ। होइन, मेरो हिसाबले हरेक हरेक यो जुन तिमीले अहिले जुन भन्यो त्यो फिलिङ चाहिँ मेरो हिसाबले अधिकांश नेपालीमा, बाहिर बस्ने नेपालीमा त्यो इभन छ। झन् बाहिर टाढा भइसकेपछि त्यो 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 फिलिङ झन् गाढा हुनु स्वाभाविक हो। अनि हरेकले केही न केही हदमा आफ्नो गच्छीले सकेसम्म, आफ्नो नलेज भ्याएसम्मको सपोर्ट नेपाललाई गरिरहेकै हुन्छ कि। जस्तै मैले भनौँ आफ्नो क्षेत्रबाट मैले गर्न सक्ने धेरै त छैन, तर मैले के भने मेरो एजुकेसनमा चाहिँ म युनिभर्सिटीमा काम गर्ने भएर मैले युनिभर्सिटीबाट प्रोजेक्टहरू लिएर काठमाडौँ युनिभर्सिटीमा चाहिँ डिफ्रेन्ट प्रोजेक्टहरू लिएर काम गरिरहेको छु। मैले त्यहाँको पिएचडी स्टुडेन्टलाई यहाँ लिएर आएर मोबिलिटीमा यहाँ लिएर आएर यहाँ ट्रेन गरिरहेको हुन्छौँ होइन। अब एभ्री टाइम एटलिस्ट एउटा दुइटा प्रोजेक्टहरू म नेपालमा लाने कोसिस गरिरहेको हुन्छु होइन। अब त्यो मेरो 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 क्षमताले भ्याएसम्म गर्ने हो। त्यस्तै अरूले पनि डिफ्रेन्ट मान्छेहरूले डिफ्रेन्ट उस आफ्नो आफ्नो क्यापासिटीको गरेर जस्तो लाग्छ मलाई चाहिँ। राइट। सो अहिले चाहिँ नेपाली स्टुडेन्टहरूको लागि जसले चाहिँ अन्डर ग्राड खतम मतलब पास गरिसकेका छन् तिनीहरूको लागि स्विडिस यो युरोपियन युनियनमा कस्तो अपर्च्युनिटी छ मास्टर्स अथवा पिएचडी गर्नको लागि? यस्तो छ, अपर्च्युनिटी छ नभएको होइन। अब अलिकति प्रोसेसहरू अलरेडी टाइट हुँदै गएको छ होइन। पहिले भन्दा चाहिँ अब अहिले यो वर्ल्ड नै एउटा अलिकति वर्ल्डमै एउटा हावा चलेको छ भन्न, त्यो त्यो हावाको प्रभाव त सबैतिर परेको छ। अलिकति स्ट्रिक्ट हो भने अलिकति मोर यो इमिग्रेसन प्रोसेसलाई अलिक टाइट गरेको गरेको अवस्था छ। अब पहिले जति सहिलो त पक्कै पनि छैन, तर आज स्टुडेन्ट आउनको लागि त मेरो हिसाबले ओपन छ। प्लस 1 वर्षको जब सिकिङ भिसा दिन्छ यहाँ पढिसकेपछि। ए अनि त्यो छ। अब अलिकति पर्मानेन्ट रेजिडेन्ट अब सिटिजनसिपको प्रोसेसहरू चाहिँ अलिकति पहिलेभन्दा टाइट हुँदै गएको छ। त्यो यु मिन चाहिँ टु सब से त्यो द्याट नेपालमा के अरे सरी स्विडेन मात्र होइन, मेरो हिसाबमा सबै कन्ट्रीहरूमा त्यो टाइट प्रोसेस टाइट हुँदै गएको छ। यु मिन टु से द्याट अहिले चाहिँ एन्टी इमिग्रेसन लाइक ट्रेन्ड युरोपमा पनि अहिले सुरु भइसकेको छ। हो, त्यसलाई फेरि अगर म पोजिटिभ नोसनमा राख्न खोज्छु त्यसलाई, त्यो भनेको मतलब अब नेसनल फिलिङ चाहिँ अलिक बढी छ भनौँ न। नेसनमा हाम्रो यहीँको लोकलले प्रायोरिटी पाउनुपर्छ, लोकलको मार्केट मिचिनु हुँदैन भन्ने फिलिङ चाहिँ अहिले वर्ल्ड वाइड आएको छ कि वी फर्स्ट भन्ने चाहिँ। ओ आई सी। सो ओके, अब हामी चाहिँ अन्तमा आइपुगेका छौँ। अब यो अन्तमा एउटा बिकज सिन्स यु आर पावर सेक्टर स्पेसलिस्ट, सो जुन अहिले नेपालले इन्डिया र बङ्गलादेशलाई पावर बेचेर एकदम पैसा कमायो भन्दैछ, तर अब यो विन्टर टाइममा नेपालले इलेक्ट्रिसिटी प्रड्युस गर्ने अनि सस्तोमा बेच्ने, किन्दाखेरि महँगोमा किन्ने, यो नेपालको यो इलेक्ट्रिसिटी एक्सपोर्ट गरेर क्यान नेपाल मेक मनी? what do you say? What is the long term? यस्तो छ, यस्तो अब मोनोपोली मार्केट छ उसमा होइन। इन्डियाको मोनोपोली छ भन्नुपर्छ एक हिसाबले। किन भन्दाखेरि त नेपालको बाहिर त अहिले इन्डिया मात्रै हो नि त। अब अलिकति बङ्गलादेशसँग केही उहरू खुलिया छ, अलिक अपर्च्युनिटी खुलिया छ। तर जब के हुन्छ भने मसँग प्रशस्त चाहिँ उत्पादन छ अनि ग्राहक चाहिँ एउटा या दुइटा मात्र भयो भने ग्राहकले चाहिँ को मोनोपोली बढी हुने भयो त्यहाँनिर होइन। उसले जतिमा भन्यो मैले त्यतिमा बेच्नुपर्ने हुनसक्छ, त्यो पाटो छ। तर मैले देखेको चाहिँ नेपालको स्ट्राटेजी पावर सेक्टरमा चाहिँ के हुनुपर्छ भन्दाखेरि इन हाउस कन्जम्सन पनि बढाउनु पर्यो होइन। किन भन्दा अहिले हाम्रो जस्तो देश जहाँ चाहिँ इलेक्ट्रिसिटीको त्यत्रो सम्भावना भएको देश छ भन्दा हामीले वाइ नट इलेक्ट्रिफाइङ द चाहिँ कुकिङ सिस्टम होइन, ट्रान्सपोर्ट इफोर्ट त्यतिर लगाउनु पऱ्यो कि। किन त्यो सकभर विदेश बाहिर बेच्नुभन्दा अगाडि अब हामी चाहिँ डिजेल र पेट्रोल चाहिँ इम्पोर्ट गरेर लिएर आउने अनि हाई कस्टमा, अनि भएको इलेक्ट्रिसिटी चाहिँ सस्तोमा चाहिँ कोडीको भाउमा बेच्नु पऱ्यो भने के अर्थ रहेर होइन। त्यो भन्दा मैले अलिक कुरा गरेर यो ग्रेजुअल उसको कुरा गरेर क्या, आजको भोलि हुँदैन यो। तर चाहिँ
एटलिस्ट पोलिसीको जग चाहिँ त्यसमा बसाल्नु पऱ्यो कि भोलि अब हामी अगाडि बढ्दाखेरि चाहिँ हाम्रो ट्रान्सपोर्ट सेक्टरलाई कसरी इलेक्ट्रिफाई गर्ने होइन। अब हुन त अहिले अहिले हेऱ्यो भने उसमा आइरहेको छ के नेपाल चाहिँ वान अफ द हाइएस्ट इम्पोर्टरमा पर्दो रहेछ यो इभी इलेक्ट्रिकल कारहरूको। भेहिकल अँ, इभीमा होइन। अँ, अब त्यो अब त्यसमा कति गर्व गर्ने आफ्नो ठाउँमा छ त्यो त्यो डिस्कसन फेरि अन्त्य पुग्छ। तर मैले भन्नु खोजेको मतलब इन्फ्रास्ट्रक्चर चाहिँ हामीले हाल्नु पऱ्यो सुरुमा के अरे यो तर तर ताकि हामीले नेपालमा चाहिँ हाम्रो नेपालमा इन्फ्रास्ट्रक्चर कस्ट इफेक्टिभ छ त, बिकज इज लाइक हिली र माउन्टेनियस कन्ट्री भएको हुनाले इन्फ्रास्ट्रक्चर बनाउन, रोडै बनाउने कति महँगो छ, एउटै टनल बनाउन कति महँगो छ, अनि स्पेसली वर्षौँ लाग्छ। सो होइन डु यस्तो यु हो थिङ्क इज वर्थ द्याट रिटर्न अफ इन्भेस्टमेन्ट राम्रो नभएको हुनाले? होइन यस्तो छ मेरो हिसाबले अब हामीले हेर्दा कसै हेर्नु पऱ्यो भने अब टेरेन डेफिनेट डिफिकल्ट टेरेन छ हाम्रोमा, त्यो त्यसमा त दुई मत छैन। कस्ट पर किलोमिटर बढी आउला। तर के भने नर्वेको इक्जाम्पल छ होइन, यतापट्टि भन्नु स्विजरल्यान्डको इक्जाम्पल छ। त्यो चाहिँ यो माउन्टेनियस हिली हिली रिजनहरू चाहिँ मतलब डेभलपमेन्ट त भएको छ, नहुन त होइन नि। तर के भने स्टेप बाई स्टेप प्रोसेस हो। नेपालको मेन अहिलेको मैले देखेको मेन प्रब्लम भनेको चाहिँ आर्थिक पारदर्शिताको प्रब्लम हो कि करप्सनको हाई भएर हो नि त। अब सायद अब अहिले भने एउटा एउटा पोजिटिभ पार्ट के भएको छ भने त राम्रो कि म राम्रो राम्रो भन्ने यो अहिले सरकारले के हेर्नु फाइदा पनि गरेको लाग्छ कि मलाई। अब चाहिँ अबको एजेन्डा अब चाहिँ डेभलपमेन्ट भयो कि नेपालमा केही समयदेखि चाहिँ अब अबको एजेन्डा डेभलपमेन्टमा चाहिँ डिस्कसन हुन थालेको छ। अब जतिसुकै एकअर्कालाई गाली गरे पनि अहिले मैले देखेको पोजिटिभ पार्ट है, अहिले चाहिँ गगन थापाले कुरा गरेको र रवि लामिछानेहरूले कुरा गरेको चाहिँ त्यो डेभलपमेन्टको मोडलहरूमा म धेरै भिन्नता देखिरहेको छैन अहिले, यदि उनीहरू चाहिँ आफ्नो वर्डिङमा स्टिक रह्यो भने होइन। अब हिजो हेर्ने हो भने अब हाम्रो स्वर्णिम वागले नै गगनको एडभाइजर भएर काम गरेर आएको मान्छे हो उसका चाहिँ होइन। अब अहिले स्वर्णिम बाबुले आफै यता चाहिँ राजकुमारले आफै बनाइरहेको छ, त्यो बनाइरहेको छ भन्दाखेरि अहिले मलाई चाहिँ के लाग्छ भने नि नेपालको विकास गर्नलाई खालि यो वा त्यो होइन क्या, सबै थरी सबै पार्टीमा भएका राम्रा मान्छेहरू पार्लियामेन्टमा बसेर त्यो सस्टेनेबल डेभलपमेन्टको थिङ्किङ राखेर चाहिँ अगाडि बढ्नुपर्छ। लाग्ला 10 वर्ष लाग्ला 15 वर्ष लाग्ला, तर बाटो चाहिँ सही हुनु पऱ्यो क्या, लिएको बाटो सही हुनु पऱ्यो। अनि त्यसको लागि चाहिँ के अरे विकास मैले मात्रै गर्छु तैँले गर्ने होइन भनेर चाहिँ भनेर हुँदैन कि, सबै हातमाले गरेर जानुपर्छ नि त। अझ हाम्रो जस्तो चाहिँ नेपालको पोलिटिकल सिस्टममा त एकअर्कासँग चाहिँ नमिलिकन सुकै पाउँदैन। तर मिल्दिनमा ऊ त के अरे एक्सट्रिम राइट र एक्सट्रिम लेफ्ट मिलेर गभर्मेन्ट बनाउने प्र्याक्टिस जस्तो होइन कि उसमा के कमन एजेन्डा बनाएर, कमन डेभलपमेन्ट एजेन्डा बनाएर त्यसमा चाहिँ काम गऱ्यो भने चाहिँ मेरो हिसाबले अगाडि बढ्न सक्छ। डोन्ट यु थिङ्क लाइक यो नेपालको कन्स्टिट्युसन बनाउँदाखेरि जसरी यो बनाएको छ जुन सिस्टम, लाइक अप्सन 1 अप्सन 2, अब नेपाल जस्तो देशमा यो सुरुदेखि नै पृथ्वीनारायण शाहको बेलादेखि नै यो 22-24 राज्यलाई बनाएर एउटा बनेको देश हो नि भनेपछि यहाँ चाहिँ एउटै पार्टीले पुरा बहुमत ल्याउने र यो एक्लो सरकार बनाउने त्यो सिस्टमलाई नै परिकल्पना गर्नु नै एउटा फ्ल मलाई लाग्छ। अब यो यसमा त मिलिजुली सरकार बनाउने त्यसै अनुसार बन्ने हिसाबले मात्रै यो देश एक्ज्याक्टली होइन। एउटा त म इक्जाम्पल दिन्छु कि स्विडेनको इक्जाम्पल लियो हुन्छ नि, स्विडेनमा 100% प्रोपोर्सनल भोटिङ हो क्या है। अनि यहाँ विगत कति टर्मदेखि यहाँ उनी बनेकै छैन, भन्दैन द सिस्टम यहाँ यो जहिले पनि यो चाहिँ मिलिजुली सरकारै हो यहाँ। त्यो स्विडेनमा मिलिजुली सरकार नै हो। मिलिजुली वर्षौँ भइसक्यो, तर अझ कहिलेकाहीँ त माइनोरिटी गभर्मेन्ट हुन्छ, माइनोरिटी गभर्मेन्ट हुन्छ। अनि यहाँको सिस्टममा के छ भने विश्वासको मत लिएर मैले मेरो मेजोरिटी प्रुभ गर्ने होइन, मलाई हटाउनलाई चाहिँ मेरो अगेन्स्टमा चाहिँ त्यो मेजोरिटी पुऱ्याउनुपर्छ होइन। अनि त्यो छ। अनि एउटा कुरा के छ भने यहाँ सर्टेन लेभलको एउटा चाहिँ पोलिसी लेभलमा चाहिँ एग्री भइसकेपछि माइनोरिटीको गभर्मेन्टले पनि चाहिँ बजेट पास गर्छ कि पास भइरहेको हुन्छ कि भनेपछि अहिले चाहिँ नेपालको धेरै पार्टीहरूले नेपाल यो स्विडेनमा मोनार्किजम छ, कन्स्टिट्युसनल मोनार्की छ। अनि अब नर्डिक कन्ट्रीहरूमा यो मोनार्की कन्स्टिट्युसनल मोनार्कीबाट पनि विकास गर्न सक्छ, नेपालमा किन छैन भनेर क्वेसन गरिरहेछ। मोनार्कीले ल्याउन खोजेछ, व्हाट यु से अबाउट दैट? अनि यसमा त मेरो धारणा चाहिँ क्लियर के छ भने
जयप्रकाश, मैले पहिले पनि यो राजालाई के चाहिँ राजतन्त्र हटाउने बेला पनि मैले के भनेको थिएँ भने राजतन्त्र विकासको बाधा त्यतिखेर पनि थिएन होइन। अब त्यो बेलामा अब हावा आयो त्यही अनुसारले चाहिँ गयो। र अब अहिले आएर चाहिँ फेरि राजतन्त्र चाहिँ ल्याउँछु भन्दाखेरि फेरि राजतन्त्र अहिलेको सोल्युसन पनि होइन फेरि। अब राजतन्त्र आउनलाई चाहिँ होइन एउटा अथवा भन्नु मोनार्की राजतन्त्र भने मैले फेरि यो राजतन्त्र भन्न खोजेँ होइन कि कन्स्टिट्युसनल मोनार्की भनेको कन्स्टिट्युसनल मोनार्की भनौँ अथवा सिम्बोलिक भनौँ, यहाँ जस्तो सिम्बोलिक राख्छ एउटा एकताको प्रतीक भनेर राख्दाखेरि हुन्छ। तर त्यो गर्नलाई चाहिँ फेरि के हुनु पऱ्यो भने अल पार्टीको चाहिँ कन्सेन्सस हुनु पऱ्यो नि त त्यसमा त, राइट होइन भने फेरि तिम्रो चाहिँ केही मान्छेले लिएर आएर त राखिदिने भने फेरि त्यो त फेरि त्यही अर्को फेरि हामी ब्याक गएर चाहिँ फेरि त्यसैमा झडाएर पनि हुन्छ क्या हामी। राइट अब यस्तो कन्ट्री अब चाहिँ अहिले चाहिँ कन्ट्री चाहिँ मुभ डाउन अलरेडी। यो मलाई त लाग्छ अब फेरि ब्याक गरेर झन् नेपाललाई के फाइदा होला जस्तो लाग्दैन ओडिसा होइन। त्यो म पनि त्यही नै भन्छु। अब अहिले एउटा कुरा के हो रहेछ के देखिन्छ अहिले बाहिर आएर पनि देखिन्छ के भने त्यो कहीँ प्रेसिडेन्सियल सिस्टम छ, कहीँ पार्लियामेन्ट्री सिस्टम छ, कहीँ राजा महाराजाहरू अझै पनि चाहिँ छन्, कहीँ एकदमै सेरोमनी राजा चाहिँ रोल लिएर बसेका छ होइन। डेभलपमेन्ट गर्नको लागि चाहिँ यसले चाहिँ त्यत्रो धेरै चाहिँ हुन्छ जस्तो मलाई लाग्दैन कि। डेभलपमेन्ट भनेको चाहिँ त्यहाँको सिटिजनहरू अनेस्ट हुनु पऱ्यो, पोलिटिसियनहरू अनेस्ट हुनु पऱ्यो, र मेरो हिसाबले मोरल एजुकेसन छ नि हामीले बच्चादेखि सिकाउनु पऱ्यो कि। राइट एजुकेसन सिस्टममा त्यही ल्याउनु पऱ्यो कि। अहिले कस्तो छ भने प्रब्लम कहाँनिर छ भने मैले कुनै एउटा अफिसमा गएर चाहिँ 10,000 रुपियाँ खर्च गरेँ भने उनीहरूले मलाई कसरी चाहिँ 10 लाख रुपियाँ मैले बचाउन सक्छु भने सिकाइदिन्छ। एउटा ट्याक्स अफिसमा गयो भने मैले इक्जाम्पल दिएँ मात्र, मैले फेरि कसैलाई मैले गर्न खोजेको होइन। अनि भन्नु मेरो खल्टीमा म एउटा गभर्मेन्ट अफिसमा काम गर्छु, मेरो खल्टीमा 10,000 पर्छ भने म राज्यलाई 10 लाख रुपियाँ चाहिँ नोक्सान पार्नलाई म रेडी हुन्छु कि। त्यो सोसाइटी हामीले डेभलप गरेको छ आज, किन 10,000 मेरो लागि इम्पोर्टेन्ट छ। त्यो राज्यलाई 10 लाख नोक्सान हुँदाखेरि त्यसले मैले पाउने सोसियल सर्भिसहरू मेरो बाटोघाटो चाहिँ बन्नलाई चाहिँ इफेक्ट पर्छ भनेर सोधिँदैन कि मान्छेले होइन। त्यस कारण मैले एउटा अर्को कुरा चाहिँ मैले एड गर्न के चाहन्छु भन्दाखेरि अघिदेखि म आफू सस्टेनेबल डेभलपमेन्टमा काम गरेर भने हाम्रो विकासको डिफिनेसन चेन्ज गर्नुपर्ने छ कि। आजको हाम्रो सोसाइटीको डिफिनेसन के भइरहेछ भने विकास भनेको म र मेरो परिवार, त्योबाट माथि उठ्नु पऱ्यो कि। विकासको परिभाषा म मेरो परिवार त अब ओभियसली हो, तर मैले हिँड्ने बाटो, मैले फेर्ने हावा, सास फेर्ने हावा पनि स्वच्छ हुनु पऱ्यो, मैले हिँड्ने बाटो राम्रो हुनु पऱ्यो होइन। त्यति मात्रै सोध्यो भने पनि अनि मैले मेरो वरिपरि चाहिँ राम्रो हुनु पऱ्यो भने सोध्यो भने त सबैले त्यो सोचेपछि त के हुने भयो त, हावा सफा हुनु पऱ्यो, बाटोघाटो राम्रो हुनु पऱ्यो होइन। अनि भनेपछि त ओभियसली त्यो डिफिनेसनले त देश बनिहाल्यो नि। अब अहिले के छ जतिसुकै राम्रो भएर मैले त्यहाँ चाहिँ टेस्टै चढे पनि BMW पनि चढे पनि 10 लाख भङ भरेको बाटोमा चाहिँ त्यो गाडी हाक्नु परेपछि राइट अनि त्यो मैले जति नै पैसा कमाए पनि त्यहाँ चाहिँ त्यो कहाँ यहाँ अब त्यही फरक त हो नि त। विकसित र अविकसित राष्ट्रमा फरक त्यही त हो नि त। त्यहाँ चाहिँ तिम्रो बाटोघाटो त्यो एक्सिडेन्ट हुने चान्सेस हाई छ, भनेसम्म फ्युलको चाहिँ इनर्जी सेक्युरिटीको प्रब्लम हुन्छ, भने ठाउँमा कहिले काहीँ पेट्रोल बन्द भइदिन्छ, त्यो बन्द भयो बेला त सबैलाई असर पर्ने हो। अब ट्राफिक जाम भएर चाहिँ भइदियो भने भोलि चाहिँ अब मै हुँ भने चाहिँ धनी अथवा मै हुने नेताले पनि चाहिँ एक्सेस टु चाहिँ हस्पिटल गर्न गाह्रो होला, बाटै मर्नु पर्ला। राइट त्यो त छँदैछ, त्यो चाहिँ भनेपछि मतलब डेभलपमेन्टको परिभाषा पनि अलिकति चाहिँ होलिस्टिक हुनुपर्छ जस्तो लाग्छ कि। त्यो हो भने चाहिँ डेभलपमेन्ट त्यस्तो चेन्जको लागि जस्तै कि यहाँ अमेरिकाबाट रवि लामी छाने आफ्नो अमेरिकन सिटिजनसिप छोडेर गए, डक्टर मैनाली के छ यो त नेपालमा गएर पोलिटिक्स गर्ने प्लान छ कि छैन? होइन त्यो पोलिटिक्सलाई चाहिने एक्स फ्याक्टर भन्छ त्यो ममा छ, हामीमा छँदै छैन त्यो त्यसको लागि त्यो सहन त्यो के भन्छ ज्याद्रो छाला चाहिँदो रहेछ कि। जे भने पनि सहन सक्ने, लड्न सक्ने, उठ्न सक्ने, अब त्यो लेभलको हामी जस्तो त्यसको लागि हामी बनेकै होइन भन्छु म चाहिँ एटलिस्ट। No, but see, I'm like you are experienced, you have knowledge, you have vision, you don't have that greed that you want to do corruption. You want to just give back to the nation. So यस्तो किसिमको आइडियल क्यान्डिडेट पाउन त देशलाई गाह्रै छ नि।
होइन त्यस्तो फेरि त्यो मेरो हिसाबले सबैजना पोलिटिक्समा जानुपर्छ भन्ने पनि छैन होइन। तिम्रो नेसन बिल्डिङ प्रोसेसमा डिफ्रेन्ट एभिन्यूहरू हुन्छ, त्यहाँबाट छिरेर चाहिँ तिम्रो चाहिँ सपोर्ट गर्ने नै हो। अब हामी बाहिर बसेको हिसाबले कति गर्न सक्छौँ, अब हामीले चाहिँ डेफिनेटली भित्र बस्ने मान्छेले को रोल बढी छ, उनीहरूले बढी गरिरहेको छ, हामीले त गर्ने त एकदमै कम हुन्छ, तर गर्ने ऊ चाहिँ छ, गर्न सकिन्छ। त्यही भित्र पोलिटिक्स जस्तो गर्नुपर्छ भन्ने छैन। हामी त्यो त हाम्रो लागि त कम्प्लिटली अब चाहिँ त्यो अध्याय समाप्त भइसक्यो हो। त्यो हामी त्यहाँ अब हिजो विद्यार्थी विद्यार्थी जीवनमै हामीले कहिले कुनै पार्टीको टिकट लिएन भने अब त अहिले त झन् अब त्यो पोसिबलै छैन मेरो लागि भनेपछि ओके, अन्तिममा कुन चाहिँ बाको सरकार कि बालेनको सरकार कि गगनको सरकार, के वाट इज प्रोडक्ट? अब यस्तो छ, अब अहिलेको लहर चल्दाखेरि चाहिँ मेरो हिसाबले जनताले परिवर्तन चाहेको छ भनेको त जेनजी आन्दोलनै एउटा चाहिँ ज्वलन्त उदाहरण हो होइन। त्यो बेलामा मलाई लागेको चाहिँ जनताले यसपालि चाहिँ परिवर्तनको पक्षमा भोट चाहिँ हाल्छ होइन। तर अब यस्तो हो कि अब त्यो अगेन मलाई शङ्का के छ भने मेरो आफ्नो उसमा चाहिँ कुनै पोलिटिकल पार्टीको नगरेर अब यसपालि चाहिँ हरेक पार्टीबाट राम्रो मान्छे आउनुपर्छ भन्ने मेरो चाहिँ विचार हो है। किनभने एउटा पार्टी चाहिँ दुधै धुलाको, अर्को पार्टी चाहिँ पुरै चाहिँ के अरे नाली गनाएको छैन। सबै पार्टीभित्र राम्रो पनि, सबै पार्टीभित्र नराम्रो पनि छन्। नेसन बिल्डिङ प्रोसेसमा चाहिँ हरेक पार्टीका राम्रा मान्छेहरू आउनु पऱ्यो, नम्बर 1 है। अनि अब अहिले चाहिँ जेनजीको त्यो जुन भावनालाई बुझेर भोट फर चेन्ज सबैले गर्नु पऱ्यो, त्यो अनुसारले आउनु पऱ्यो। अब अहिले देखेको हावा अनुसार चाहिँ अब मेरो हिसाबले अहिले बालेनको सरकार को चाहिँ हुनसक्ने चान्सेस म देख्छु। किनभने अब 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 कति भोट ल्याउँछ, अथवा फुल मेजोरिटी आउँछ आउँदैन त्यो अब त्यो त अब 15-20 दिनपछि थाहा भइहाल्ला। तर क्वेसन्स चाहिँ अब त्यहाँ अड्किँदैन। क्वेसन के हो भने फेरि भोलि चाहिँ बनिसकेपछि चाहिँ यिनीहरूसँग अगाडि बढ्ने चाहिँ खाका यिनीहरूले बनाइसकेका छ कि छैन, यिनीहरूको जुन एग्रिमेन्ट छ बालेन र रविहरूको जुन त्यो सम्झौता कति सस्टेनेबल हुन्छ फेरि होइन। यो त अहिले चुनाव अगाडि यिनीहरू मिलेका छन्। अब त्यो सिरियसली कमिटमेन्ट कति छ के? यो टकमा द इन्टरनल पोलिटिक्स, इन्टरनल पोलिटिक्सको कुरा गर्दैछु म, इन्टरनल पार्टी। किनभने हिजो हामीले देशले भोग्नु परेको सबैभन्दा दुर्भाग्य के भने हरेक पार्टी, चाहे त्यो कङ्ग्रेस होस्, चाहे त्यो एमआरडी होस्, चाहे त्यो माओवादी होस्, सत्तामा पुगेपछि टुक्रिया छ। राइट, द्याट्स ट्रु। भागवण्डा नमिलेपछि भागवण्डाले टुक्रिया छ। अब त्यो यो खेलबाट चाहिँ राष्ट्रसभा चाहिँ हुँदैन भन्ने कुराको ग्यारेन्टी लिनलाई अझै गाह्रो छ क्या। फेरि होस् भने होइन, हुनु हुँदैन भन्दैछु म। त्यसको लागि चाहिँ गृह कार्य गर्नु पऱ्यो कि हिजो अरू पार्टीले गरेको मिस्टेकहरू चाहिँ हामीले दोहोऱ्याउनु हुँदैन भन्ने कुराको यिनीहरूले चाहिँ कतिको होमवर्क गरेको छ त होइन। फेरि होइन भने फेरि अर्को फेरि पार्टी पुग्छ, के भयो त फेरि 1 वर्षभित्र टुक्रिन्छन् फेरि। अनि फेरि भएपछि नेपालीसँग त्यही बेहोर्नु पर्ने भयो नि त। त्यो हुन नदिनुको लागि चाहिँ अब राम्रो एक्सेप्ट पुरानो पार्टीबाट पनि चाहिँ सिक्ने थुप्रै छ के। गल्तीबाट पनि सिक्नु पऱ्यो नि त। उनीहरूले गरेका गल्ती हामी दोहोऱ्याउँदैन भन्नको लागि यिनीहरूले अलरेडी होमवर्क गर्नु पऱ्यो नि त। जस्तै अस्ति देखियो नि त, कुलमान घिसिङ छिरेको 7 दिन पनि चाहिँ टिकेन नि त। राइट, एक्ज्याक्टली। आखिर त नयाँ हुन्छ सबैजना होइन। त्यति बेला जब कि द फोकस इज द नेसन बिल्डिङ, दे शुड ह्याभ गिभ अप देयर पर्सनल इन्ट्रेस्ट। एक्ज्याक्टली, यो कुरा चाहिँ गहन छ के। यदि नेसन बिल्डिङ चाहिँ हाम्रो प्रायोरिटी हो भने त्यो सिट भागवण्डाको के अर्थ रहन्छ र? अनि सिट भागवण्डाको अर्थ रहन्छ हामी यस्तै त होइन ब्रो भन्ने हो भने त पुरानै ब्रो पनि ठिक छ नि त त्यसो भए होइन। त्यस कारण मैले भने ठिक छ, अहिले ऊ आएको छ भोट फर चेन्ज जनताले गर्न खोजेको छ, गर्नुपर्छ। नयाँले डेफिनेटली अवसर पाउनुपर्छ। किनभने पुरानो चाहिँ अब त टेस्टेड हेर्ने कि नयाँ टेस्ट गर्ने भने डेफिनेटली टेस्टेड चाहिँ खराब छ भनेपछि त हामीले नयाँ टेस्ट गर्नु त प्राकृतिक नियमै हो नि, त्यो त जानै पर्छ होइन। तर एट द सेम टाइम मैले देखेको के हो भने नयाँले चाहिँ पनि चाहिँ अब गृह कार्य गरेर एस्योर के गर्नुपर्छ भने अब उनीहरूले एस्योर त गरेको छ एटलिस्ट भाषणमा चाहिँ हामीले के अरे 1 चुनावलाई चाहिँ गरे होइन, हामीले चाहिँ 2-3 चुनावलाई चाहिँ हाम्रो चाहिँ यो सहमति हो, देश बनाउने सहमति हो भनेको भन्न चाहिँ बालेन एटलिस्ट उनीहरूले त्यो प्रेजेन्ट गरेका छन्। तर त्यो प्र्याक्टिसमा कतिको आउँछ भन्ने कुरा चाहिँ अझै हेर्न बाँकी छ। अब त्यो चाहिँ अब यिनीहरूको इलेक्सन पछि थाहा हुन्छ। अनि अर्को कुरा फेरि के छ भने नेपालको इलेक्टोरल सिस्टमलाई हामी जतिसुकै दोष दिए पनि नदिए पनि नेपालमा
यदि यिनीहरूको बहुमत कुनै एउटा पार्टीको स्पष्ट बहुमत आएन भने फेरि मिलिजुली सरकार हो। मिलिजुली सरकार हो अनि त्यसमा फेरि खटपट अनि हुन्छ। फेरि त्यसरी खटपट हुन थाल्छ। अनि फेरि एकले अर्को को चाहिँ सहायता नकिन गर्न सक्ने भएपछि फेरि त्यो कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। तिम्रो ब्यागेज मैले खोल्न थालेँ भने फेरि तिमीले मलाई चाहिँ समर्थन गर्दैनौ, राइट अथवा मैले चाहिँ मेरो ब्यागेज तिमीले खोल्न थाल्यो भने त्यसलाई म समर्थन गर्दिनँ। भएको त यही नै हो नि। त्यही अँ, त्यसरी मैले त्यसरी हरेक पार्टीबाट राम्रो राम्रो जानुपर्छ भन्ने कारण चाहिँ त्यही नै हो कि, so ताकि you're ब्यागेज talking खोलेर हेर्नु परोस् न, you, अथवा you are ब्यागेज saying खोल्दाखेरि पनि एकले अर्कोलाई फरक नपरोस् कि। so you are saying what you are saying is let's work like a CAN, Cricket Association of Nepal, bring the best players and let's यस win the game, right? अनि चाहिँ मतलब कुनै पार्टीले विन गर्ने होइन कि नेसनले विन गर्ने हो भने चाहिँ हरेक पार्टीमा राम्रा मान्छे आउनु पर्यो। डेफिनेटली हिजो गरेको चाहिँ यिनीहरूको चाहिँ कुकर्तुतहरूको चाहिँ पेनलाइज हुनु पर्यो तिनीहरू होइन। र नयाँ आउने फेसहरू, नयाँ आउने चाहिँ ऊहरूले चाहिँ हिजोको मिस्टेकबाट, पुरानो पार्टीहरूको गरेका मिस्टेकहरूबाट, अथवा पुरानो उस भन्नु, पार्टी त सबै पुरानो नयाँ मिलेरै अगाडि बढ्ने हो, तर फेस नयाँ आउनु पर्यो कि, नयाँ आउनु पर्यो, नयाँ भिजनका साथ काम गर्नु पर्यो, र एकले अर्कामा ऊ हुनु पर्यो, तिम्रो के भन्छ नि त्यो Trust on player. ट्रस्ट हुनु पर्यो, अनि रेस्पेक्ट हुनु पर्यो कि, Right, exactly. So you are saying this. सिकाउनु पर्यो कि। So you are saying that, say, for example, if the Balan is a prime minister, maybe you can bring the earth minister from other party, maybe hydro minister त्यो from जरुरी another party. होइन, You त्यो can, जरुरी भएन। त्यो जरुरी यदि अब त्यो त कथाले माग्ने कुरा न भयो। भोलि चाहिँ अब उनीहरूसँग मेजोरिटी आएन भने त उसले गर्नै परिहाल्यो। अब भन्नु दुईवटा पार्टी मिलाउँदै त गर्नै परिहाल्यो। तर त्यो गर्दा पनि सर्टेन कुरामा पहिले होमवर्क केमा हुनु पर्यो भन्दाखेरि चाहिँ एजेन्डामा, स्पेसिफिक एजेन्डामा चाहिँ हामी यो गर्ने है भनेर क्लियरली चाहिँ गरेर त्यो अनुसारले चाहिँ कमिटमेन्टको साथ बढ्नु पर्यो। अनि भोलि चाहिँ रिपोर्ट कार्ड सिस्टम बनाउनु पर्यो कि मैले देखेँ त्यति सिम्पल हो। भोलि जाने बेलामा चाहिँ तिमीले चाहिँ फलानु चाहिँ विदेशी दलाल ढिस्काउनु त्यो भनेर चाहिँ जाने होइन कि ल्याएर मेरो रिपोर्ट मैले यो भनेको थिएँ, मैले यो यति यति मात्रै यति यति नम्बर लिएर आएँ होइन, पास भएँ, अथवा यति यति काम गरेँ, यति यति मैले गर्न सकिनँ, यो कारणले गर्न सकिनँ, अब अर्कोचोटि तिमीले मलाई पठायो भने म यो गर्छु। thank you, Dr. Manali. Thank you for your time. And we थ्याङ्क यू look forward जयप्रकाश। to talking to you again. धेरै And let's बेसी see, let's go. This time, let's धन्यवाद। Nepal ले win गर्नु पर्यो कि नेपालले यो हो एक्ज्याक्टली लास्ट वर्ड त्यही नै हो।